नमस्ते एभ्रिवान आज हामीसँग मेन्टर इन्स्टिट्युटका माल्टा काउन्सिलर हुनुहुन्छ नमस्ते। सो म्याम अहिले माल्टा चाहिँ नेपाली स्टुडेन्टहरूमा एकदमै पपुलर भइरहेको छ यो के रिजनले गरेर होला है हजुर, माल्टा चाहिँ युरोप जोनभित्र पर्ने भएको कारणले गर्दाखेरि यदि तपाईँको माल्टा भिजा ग्रान्ट हुन्छ भने चाहिँ तपाईँले 29 एउटा सेन्ट्रल कन्ट्रीमा चाहिँ फ्रीली ट्राभल गर्न सक्नुहुन्छ। र अर्को प्लस पोइन्ट भनेको चाहिँ माल्टाको एकदमै अफोर्डेबल ट्युसन फी कस्टिङ छ र इजी डकुमेन्टेसन र विदाउट आइएसपिटी पनि अप्लाई गर्न सक्नुहुन्छ। त्यही भएर नेपाली स्टुडेन्टमा चाहिँ माल्टा अलिकति पपुलर नै छ। सो म्याम अब माल्टाको लागि एप्लिकेसन गर्नलाई के कस्तो एकाडेमिक प्रोफाइल हुनुपर्छ र एडमिसन रिक्वायरमेन्ट चाहिँ यसको के छ नि? हजुर, निकै नै राम्रो क्वेसन गर्नुभयो। माल्टाको लागि चाहिँ 50% अर 2 अबभ जिपिए भयो भने तपाईँले मजाले अप्लाई गर्न सक्नुहुन्छ र विदाउट आइएसपिटी पनि अप्लाई गर्न सक्नुभयो हजुरले। र यदि हजुरको अफर लेटरको लागि अप्लाई गर्नु भएको छ भने तपाईँको 2 to 3 डेजमा नै हजुरको अफर लेटर आउँछ। ओके सो अब हाम्रो एक्सपेन्सेस चाहिँ ओभरअल कति आउन जान्छ नि म्याम? हजुर, हजुरको ट्युसन फी, एप्लिकेसन फी, प्रोसेसिङ फी, भिजा फी र भिएफएस सबै गरेर हजुरको आफ्टर भिजा तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ र टोटल तपाईँको 15 लाख्सको अन्डरमै हुन्छ। That's really affordable है म्याम। सो इन्टरनेसनल स्टुडेन्टले पार्ट टाइम जब गर्न पाउँछन् कि पाउँदैन? हजुर, मजाले पाउनुहुन्छ र 20 आवर्स पर विक चाहिँ मजाले काम गर्न सक्नुहुन्छ। ओके सो अरू युरोपियन कन्ट्रिजहरूमा एकदमै ल्याङ्ग्वेज ब्यारियरहरू भइरहेको हुन्छ वाट अबाउट माल्टा म्याम? हजुर, माल्टाको चाहिँ अफिसियल ल्याङ्ग्वेज नै इङ्ग्लिस भएको कारणले गर्दाखेरि ल्याङ्ग्वेज ब्यारियर चाहिँ छैन। सो स्टुडेन्टहरूले मजाले स्टडी गर्न सक्नुहुन्छ इङ्ग्लिस ल्याङ्ग्वेजमै। ओके सो लास्ट बट नट द लिस्ट ओभरअल माल्टा एज अ कन्ट्री हजुरले कस्तो भन्नुहुन्छ त? हजुर, माल्टा चाहिँ एकदमै सेफेस्ट कन्ट्री भन्न चाहन्छु र जहाँ चाहिँ क्राइम रेट पनि एकदमै लो छ। अफोर्डेबल ट्युसन फी भएको कारणले गर्दाखेरि स्टुडेन्टहरूले मजाले नै त्यहाँनिर एडप्ट गर्न सक्नुहुन्छ। र माल्टा चाहिँ डाइभर्सिटी एउटा कन्ट्री पनि भयो जहाँ चाहिँ विभिन्न कन्ट्रिजको मान्छेहरू आएर पढ्नुहुन्छ, जहाँ चाहिँ तपाईँलाई चाहिँ मजाले वार्म वेलकम हुन्छ माल्टाको लागि चाहिँ। ओके थ्याङ्क यू भेरी मच म्याम। थ्याङ्क यू सो मच।